your tracks today. Dream boy, let's go. My first rap. पढ्न मन लाग्दैन जब सरले पढाउँछ मसँग बस्ने केटा सधैँ मलाई फकाउँछ तेरो शब्दको तार मेरो खुट्टाको तल म र्यापर बन्न पाए बल्ल बल्ल मेरो माथि छैन कसैको हात मेरो साथीहरूले निकै डर्ने गर्छ साथ बिहान 10 बजेदेखि 5 बजेसम्म हुन्छु बन्द केटाहरूको हुल हामी त हुल दङ्ग बिटेनको र्याप सुनी मै पनि गर्छु उसको गीतको गुणगान तर आजदेखि बढाउने छु म आफ्नो शान्त कुरा होइन म बढाउने छु आफ्नो मान मलाई चाहिए त्यही कोहीको आन बान सानोमा मेरो पढाइको गर्ने गर्थ्यो गुणगान गाउँलेहरू तर मलाई दिक्क लाग्यो जब सबैले भन्न थाल्यो यो केटा सधैँ नसाको बाटोमा हिँड्न थाल्यो तर म लागेको थिएन नसाको बाटोमा साथीहरूसँग भयो गुन्ता नाम खराब भयो मेरो अपमान गर्नुपर्छ कुन यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम गर्नुपर्छ कुन यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम सलाम समाजमा मेरो बाउको नामको टाउको मैले नै झुकाएँ तर मेरो बाउले खोएको इज्जत खै मैले ल्याएँ मेरो बाउलाई सबैले भन्छन् तिम्रो छोरा सधैँ नसाको बाटोमा हिँड्छन् यस्तो सुन्दा दुख्छ मेरो मन लाग्छ यतिकैमा ठोकिदु AK-47 गन म र मेरो मन सधैँ सुन्दै आउँछु सँग यतिकैमा आतिन्छ मेरो मन म लेख्दिनँ र्याप किन भने सानो भनेर हप्काउँछ तर मेरो र्याप रोक्न कोही पनि छैन मेरो शब्दको प्रहार गर्छ नि सबैले हात गर्छ नि सबैले हात रवि भाइको पढाइको ट्यालेन्ट मनी गराउँछु सबैलाई साइलेन्ट एनकेस ग्याङको मनी छु सान आनेर ग्रुपले दिन्छ मेरो नाम गर्नुपर्छ कुनै यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम गर्नुपर्छ कुनै यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम गर्छ मलाई सलाम म बिग्रेको केटा साथीहरूसँग भेट्दा बाइकमा चढ्दा मलाई नि भन्छ राइडर मेरो डान्सको प्रशंसा भन्दा मेरो र्यापको प्रशंसा बब मार्लीको म ठुलो फ्यान मेरो स्टोरीमा छ विद्यानको ठुलो स्टोरीको ब्यान्ड म र मनभित्र के चलिरहेको हुन्छ म आफैमा बडबडाउँदै उभिरहेको हुन्छु सबैलाई थाहा छ के भइरहेको छ ड्रिम बोयको र्याप अरु गइरहेको छ गर्नुपर्छ कुनै यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम गर्नुपर्छ कुनै यस्तो काम जसले गर्दा गाउँलेहरू गर्छ मलाई सलाम